सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजको भिडियोमा चाहिँ म तपाईँलाई भन्नेवाला छु कि कसरी हामीले चाहिँ कालिम्पोङको यो प्याकेज चाहिँ लिन सक्छौँ र कति डेजको हो कति नाइटको हो यो सबै डिटेलहरू म भन्नेवाला छु र कता बस्ने के गर्ने भन्नेवाला छु। सो यो भिडियो चाहिँ फुल हेर्नुहोस् र हाम्रो यो प्याकेज चाहिँ 1 नाइट 2 डेजको हो, जसमा चाहिँ हजुरको प्याकेजमा इन्क्लुड हुन्छ 2 टाइम लन्च हुन्छ, आउने जाने लन्च भयो, अनि रातिको चिकन डिनर, अनि फेरि भोलिपल्ट बिहानको ब्रेकफास्ट हुने भयो, अनि रुम पनि हामीले पनि प्रोभाइड गर्छौँ। त्यसपछि लाएर हजुरको दोलखा भीमसेन पनि दर्शन गर्न लग्छौँ, हामीले त्यहाँ दर्शन गराउँछौँ। त्यसपछि हजुरको केबल कारको चाहिँ हाम्रो प्याकेजमा इन्क्लुड हुँदैन, त्यो चाहिँ आफ्नै एक्सपेन्सेस हुन्छ। त्यसपछि हाम्रो अब म चाहिँ भन्नेवाला छु कि कसरी अब जाने, बिहान के गर्ने, कति बजे हिँड्ने हो। अब प्याकेज चाहिँ त्यही प्याकेजमा चाहिँ त्यति इन्क्लुड हुने भयो होइन, हाम्रो ट्रान्सपोर्टेसनमा पनि त्यसमै इन्क्लुड हुने भयो। र अब चाहिँ म भन्नेवाला छु कि कसरी हामीले चाहिँ यो प्याकेज कसरी जाने के गर्ने सबै भन्नेवाला छु। सो अब फर्स्ट दिन चाहिँ हाम्रो बिहानको 6 देखि 7 बजे हाम्रो पिकअप स्टार्ट हुन्छ। यदि हजुरले जिप लिनुभएको छ भने हजुरको लोकेसनमै आउँछ पिकअप गर्न। यदि बस लिनुभएको छ भने हजुरको चाबेलबाट छुट्ने हो र त्यही रुट अनुसार कोटेश्वर, तिनकुने, जडीपुटी जहाँ बस्दा पनि भयो होइन, त्यही रुट अनुसार मेन रोडतिर बस्नुपर्ने हुन्छ। त्यसपछि लाएर हाम्रो 11 देखि 12 बजेको बिचमा हामी सुकुटे नत्र मुडेमा हाम्रो लन्च हुन्छ, भेज लन्च हुन्छ। हाम्रो जति पनि हुन्छ भेज लन्च हुन्छ। अनि भेज लन्च भइसकेपछि हजुर हामी चाहिँ डाइरेक्ट उता जान्छौँ कुरीमा, अनि 1 नाइट स्टे चाहिँ त्यहीँ बस्छौँ र हाम्रो रातिको चिकन डिनर पनि त्यहीँ हुन्छ होइन। अनि त्यसपछि क्याम्प फायर, म्युजिक सबै हुन्छ त्यहीँ। अनि त्यसपछि लाएर चाहिँ हामी 1 नाइट त्यहीँ स्टे भयो। त्यसपछि भोलिपल्ट चाहिँ बिहानै उठेर हामी चाहिँ कालिम्पोङ मन्दिर दर्शन गर्न जान्छौँ। त्यसपछि आइसकेपछि हाम्रो त्यहीँ ब्रेकफास्ट हुन्छ, त्यहीँ होटलमा हुन्छ हाम्रो ब्रेकफास्ट भइसकेपछि हजुरको दोलखा भीमसेन दर्शन गर्न जान्छौँ हामी चाहिँ। त्यहाँ दर्शन गरिसकेपछि हाम्रो फेरि आएर चाहिँ त्यही चरीकोटमा चाहिँ हाम्रो खाना हुन्छ। चरीकोट नत्र सुकुटे नत्र मुडे तिनवटा ठाउँबाट एउटा ठाउँमा हुन्छ हाम्रो लन्च चाहिँ। त्यसपछि चाहिँ हामी यहाँ 5-6 बजेतिर चाहिँ यहाँ काठमाडौँ आइपुग्छौँ सुरक्षित। र बुक गर्न चाहनुहुन्छ भने तल दिएको नम्बरमा चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। कालिम्पोङ मात्र नभएर हामी सैलुङ, पाथिभरा, हलेसी, मुक्तिनाथ सबैतिर लग्ने गरेको छ। नेपालको जुनसुकै ठाउँमा पनि हजुरको प्याकेज प्रोभाइड गर्न सक्छौँ हामी, र साथसाथै गाडी पनि भाडामा दिने गरेको छौँ। र त्यसैले जतिसक्दो चाँडो बुकिङ गर्नु होला। यही नम्बर छ, ठ्याक्कै वाट्सएप भाइबर सबै रहेको छ। थ्याङ्क यू।